नमस्ते, गुड मर्निङ। आज चाहिँ अब हिउँ परेछ बाहिर, यसो अब सबै तातो लुगा लगाएर जानुपर्छ भनेर रेडी भएको छौँ। लुगाहरू फाइनली एकदम चिसो छ बाहिर, के गर्नु। तातो ज्याकेट लगाएँ, टोपी लाउनु पऱ्यो, गलबन्दी बेर्नै पऱ्यो, लास्टै चिसो हुन्छ फेरि। ब्याग रेडी गऱ्यौँ, त्यसपछि पन्जा पनि एकदम चिसो हुन्छ भनेर पन्जा नि लायो। टक्क लगाएर यसो बाहिर निस्किएको, लास्टै चिसो हिउँ परिरहेको थियो। अनि आले चाहिँ हाम्रो भाइ चाहिँ यसो फोहोर बाहिर फाल्नको लागि हिँड्दै थियो। यस्तै छ हजुर युरोपको हल्लीचल्ली, पुरै गर्मीमा लास्टै गर्मी, जाडोमा लास्टै जाडो। यसो बाहिरतिर भिडियो बनाऊँ भनेर खिच्दै गयौँ, गाडी बढ्दै थियो, चिसो लास्टै चिप्लिने त्यस्तै गाह्रो छ। दाजुभाइ यसो भिडियो खिच्दै गयौँ, पुरा कारहरू चाहिँ पुरै हिउँले पुरिरहेको थियो। अगाडि गयौँ, पुरा हिउँले ढाकेर हैरान। यस्तै छ हजुर, के गर्नु, ड्युटी जानै पर्यो। गर्मी जाडो केही भन्नु भएन, के गर्नु। बस्न त मजाले रुममा गुटमुटेर सिराट मजाले पढेर बस्न मन थियो, तर भएन, के गर्नु, काममा जानै पर्यो। यहाँ चाहिँ अब सिधै जाने कि लेफ्ट लाग्छ भने लेफ्टतिर लाग्यो। दाजुभाइ टक्क अगाडि हिउँ परिरहेको थियो। मैले अहिले भिडियो फास्ट गरेको धेरै लामो हुन्छ भनेर। यहाँनिर चाहिँ फेरि ठुलो कुकुर छ उतापट्टि साइडमा, भुक्दै पनि थियो। अहिले म्युट गरेको छ मैले, हिउँ परिरहेको छ अहिले चाहिँ। यसो यस्तै छ, के गर्नु। चिसो, लास्टै चिसो, चिसोमा हिँड्यौँ अगाडि। यसो टोपी गालेर भिडियो खिच्यौँ भने फेरि यहाँ कुकुरहरू जहिले पनि हामीले खानेकुरा दिन्थ्यो, यहाँ आइहाल्छ खानेकुरा माग्नलाई। त्यो दिन चाहिँ फेरि हामीले यतापट्टि अर्को कुकुर आएको भनेर अर्को कुकुरले दिइसकेको थियो बिचराहरू। अनि गाडी बढ्यौँ, यहाँ अन्डरग्राउन्डबाट छिरेर जानुपर्छ। हामी चाहिँ उतापट्टि साइडमा क्यारीको भित्र काम गर्ने। हजुर फाइनल्ली पुग्यौँ। यहाँ चाहिँ भर्खर सुरु भएको थियो, आज चाहिँ हिउँ पर्न, आज सुरुको दिनै भिडियो बनाएको। अब पछि त फेरि लास्टै हिउँ पर्छ फेरि। त्यतिखेर पनि हजुरहरूलाई म त्यो भिडियो पनि ल्याउने छु। अहिले चाहिँ यसो सानो भिडियो बनाउने प्रयास गरेको, कस्तो हुन्छ यसो हेरिदिनु होला। राम्रो भयो कि नराम्रो भयो नि यसो सुझाव सल्लाह दिनु होला। यसो भिडियो बनाउन मन लाग्यो, के गर्नु हजुर। यस्तै छ परदेशको जिन्दगी, चिसो तातो केही भन्न पाइन्न। अब भोलि पर्सि यहाँ पुरै ढाक छ, बल्ल यहाँ त हल्का परेको। अब 3-4 दिनमा लास्टै पर्छ। आज त बल्ल हल्का पर्दाखेरि यसो भिडियो बनाउँदै आएको थियो। फाइनल्ली हामी